श्रम संस्कृति पार्क प्रवेश शुल्क रुपैयाँ। फाइनली हामी अहिले चाहिँ काँकेरीभित्र आइपुग्यौँ, फर्केर आइपुग्यौँ काँकेरीभित्र। फेरि हामी चाहिँ के प्लान र अहिले भने चाहिँ हामी धरानको श्रम सांस्कृतिक पार्क जाँदैछौँ, जो यहाँको माननीय मेयर साहब जो हर्क साम्पाङज्यू हुनुहुन्छ अनि उहाँको लगायत टिमबाट जुन चाहिँ बनिएको पार्क श्रम सांस्कृतिक पार्क घुम्नको लागि गइरहेको छौँ। हजुरहरूलाई म यहाँको भिडियोज बनाएर देखाउने छु, हेर्दै गर्नुहोला कृपया। अनि त्यो पार्कलाई हामीले त सुनिरहेको हर्क साम्पाङ पार्क भनेर सुनेको थियौँ, तर यहाँ चाहिँ आएर चाहिँ हामीले के चाल पायौँ भन्दाखेरि चाहिँ त्यसको नाम चाहिँ श्रम सांस्कृतिक पार्क भनेर चाहिँ जान्नमा आयो। हेर्नुहोला हजुरहरूले कृपया। श्रम सांस्कृतिक पार्क निःशुल्क पार्किङ स्ट्यान्ड, मात्र 4 पाङ्रे गाडी राख्नु। सानो यो पुल तरेर ब्रिज तरेर चाहिँ हामी जानुपर्ने हुँदो रहेछ। ल हेर्नुहोस् श्रम सांस्कृतिक पार्क। सुससुरा तथा श्रीमतीको स्मृतिमा साम्पाङको श्रम अभियानमा खाना खाजा पानी बोट बिरुवा साथै सामग्री वितरण। हेर्नुहोस् है, श्रमदानले यसरी बनाइएको रहेछ, श्रम लागेर। श्रम संस्कृति पार्क प्रवेश शुल्क रुपैयाँ 15। उहाँको बासस्थान चाहिँ कहाँ छ खासमा चाहिँ? बुद्ध चोकमा बस्नुहुन्छ है। यहाँ ढोल झ्याम्टा रहेछ, श्रमको प्रतीक होला। भुलडुङ्गाहरू त माथि राख्दैछ त अन्त है। हुन्छ छ।
to be. Yeah. यसरी पानी सिँचाइ भइरहेछ पानी भइरहनु भएको छ जब पानी पऱ्यो भने त्यही त अब भने हामी धरानलाई हामी बाबाई गर्दैछौँ यो हाम्रो के भन्छ रोड पर्मिट त पर्दैन कि मैले भन्नु खोजेको चाहिँ हो यो के पो भन्सार हो धुलाबारी चाहिँ नजानु भनेपछि जानुपर्छ नि अगाडि भित्ता Taco? 150. Oh. अहिले भने चाहिँ हामी धरानबाट ब्याक हुँदै हामी अहिले दमक आइपुगेको छौँ अब फर्किँदैछौँ र दमक एकछिन यहाँनिर चाहिँ हामी यो केटिएम सोरुममा जाने भन्ने कुरा भएर चाहिँ भित्र पस्दैछौँ
हुन्छ थ्याङ्क यू बहिनी स्काउट्स गाइड्सको रहेछ यहाँबाट चाहिँ स्कुलको नजारा देख्दो रहेछ कहाँ लेखिया छ झापा मोडल स्कुल तपाईँ देख्न सक्नुहुन्छ यस्तो दामी छ स्कुल चाहिँ छुट्टी भयो कि क्या Again, we are back to Charali. Charali आइपुग्यौँ चारली होला होइन यो त इलाम पो छ त ए यहाँबाट जाँदो रहेछ इलामहरू चाहिँ फाइनली हामी अहिले चाहिँ काँकेरीभिटा आइपुग्यौँ फर्केर आइपुग्यौँ काँकेरीभिटा फेरि हामी चाहिँ के प्लान भयो भन्दाखेरि चाहिँ फेरि अब हामी चाहिँ यहाँ एक दिनको एक्सटेन्ड गरेर चाहिँ हामी कन्यामहरू भएर होइन इलाम कन्याम भएर चाहिँ हामी दार्जिलिङ भएर चाहिँ जाने प्लान भयो र आज चाहिँ सायद धुलाबारी बसाइ हुन्छ होला अनि त्यसको लागि चाहिँ एक्सटेन्सनको लागि चाहिँ हामी यहाँ काँकेरीभित्र वी आर ब्याक अगेन यहाँनिर जुन चाहिँ के अरे यो अफिस काँकेरीभित्रको जुन चाहिँ यो र अहिले फेरि भन्सार काट्नको लागि चाहिँ हामी यहाँ आइरहेका छौँ अहिले भने चाहिँ हामी काँकेरीभित्तामा छौँ र यहाँनिर बजारहरू घुमिरहेको छ लाइट पनि गएछ र लुगाहरू पाउने केहरू पाउँछ अरे यहाँनिर मिनी मार्केट भन्दो रहेछ त्यहाँ जाँदैछौँ अब सोध्दै जानुपर्ने हुन्छ र तपाईँहरूलाई अब देखाउने छु साइरज मिनी ए यता रहेछ र हामी अलिकति अगाडि बढ्यौँ अब यता घुमाउने हो ट्रेडिसनल ड्रेसेस होइन 9500 हजार दिनुपर्छ लोड निकाल तपाईँहरू कसै प्योर भेज हुनुहुन्छ भने चाहिँ यहाँनिर सीताराम गेस्ट हाउसमा आउनु सक्नुहुने रहेछ है र यहाँनिर लजिङ पनि रहेछ लजिङको लागि हामीले रुमहरू हेर्दैछौँ सीताराम गेस्ट हाउस रुमहरू हेर्नु त खै त यहाँ पनि रहेछ ए यता हो यहाँ पनि रहेछ यहाँ चाहिँ 3टा रहेछ काँकेरीभित्रको यो तपाईँहरूले शुद्ध शाकाहारी जग्गा आउनु पऱ्यो भने चाहिँ यहीँ रहेछ सीताराम गेस्ट हाउस भनेर आउनु सक्नुहुन्छ शुद्ध शाकाहारी अनि यहाँनिर चाहिँ तपाईँलाई एकदम रिजनेबल उयसमा चाहिँ तपाईँले के पाउन सक्नुहुन्छ भने त रुम पाउन सक्नुहुन्छ र यहाँ पार्किङ पनि यहाँनिर अभाइलेबल रहेछ र अहिले भने चाहिँ हामी काँकेरीभिट्टामा यहाँ यसो घुम्दैछौँ दोकानहरू नानी